नमस्ते। आज हामी नेपालमा डिजिटल साक्षरताको अवस्था, यसको बढ्दो महत्त्व अनि चुनौतीहरूबारे अलि गहिरिएर कुरा गर्दैछौँ। हामीसँग केही स्रोतहरू छन्, एउटा पडकास्ट अडियोको विश्लेषण छ अनि नेपाल अनलाइन सेवा जस्ता प्लेटफर्मबारे पनि केही जानकारी छ। हाम्रो आजको छलफलको उद्देश्य चाहिँ डिजिटल साक्षरता किन यति महत्त्वपूर्ण भयो, मतलब किन आधारभूत आवश्यकता नै बन्यो अनि यसलाई अगाडि बढाउन के कस्ता उपायहरू छन् भनेर बुझ्नु हो। एकदमै। सुरुमा डिजिटल साक्षरता भनेको के हो त्यहाँबाट सुरु गरौँ न त। हुन्छ। यो खासमा हेर्नुस् खालि कम्प्युटर चलाउनु वा स्मार्टफोन चलाउनु मात्रै होइन नि। होइन। यो त डिजिटल उपकरणहरू, इन्टरनेट, यिनीहरूलाई कसरी सुरक्षित रूपमा अनि स्मार्ट तरिकाले प्रभावकारी ढङ्गले प्रयोग गर्ने भन्ने ज्ञान र सिप हो। भनेपछि फराकिलो रहेछ। जस्तो उदाहरण दिनुपर्दा जस्तै ई सेवा चलाउनु पर्यो हैन, त्यो जान्नु, अनलाइन फर्महरू भर्नु, अनि जुम मिटिङमा कसरी जोडिने, बोल्ने, अनि त्यो पासवर्ड, बलियो पासवर्ड कसरी बनाउने, आफ्नो खाता सुरक्षित राख्ने, यस्ता कुराहरू। हो, यी त ससाना लागे पनि दैनिक जीवनमा नभई नहुने जस्तै भइसक्यो। त्यही त। अनि यसको माग मतलब आवश्यकता झन्झन बढ्दैछ नेपालमा। कसरी? अब हेर्नुस् न, सरकारी सेवाहरू, नागरिक एपको कुरा गरौँ, कर तिर्ने कुरा, राहदानीको लागि पनि त अनलाइन भर्नुपर्छ। हो, सबै अनलाइनतिर गइरहेको छ। जागिर खोज्दा पनि अनलाइन प्लेटफर्म नै चाहियो। भनेपछि त डिजिटल रूपमा साक्षर भइएन भने त अवसरहरूबाटै वञ्चित हुने अवस्था आयो। ठ्याक्कै। महत्त्वपूर्ण अवसरहरू छुट्ने, यो अब जोखिमै भयो। यो त गम्भीर कुरा हो। तर सबैको लागि यो पहुँच सहज छ त? विशेष गरी गाउँघरतिर त चुनौतीहरू होला नि। छन्। एकदमै मुख्य चुनौती भनेकै इन्टरनेट सबैमा सजिलै नपुग्नु हो, अनि अर्को सबैको हातमा स्मार्टफोन वा कम्प्युटर नहुनु। अनि त्यो चलाउँदा बिग्रिन्छ कि भन्ने डर पनि त हुन्छ नि, होइन? हो, त्यो मनोवैज्ञानिक पक्ष पनि छ। प्रविधि चलाउँदा केही होला कि भन्ने डर। अनि अर्को ठूलो समस्या भनेको सिकाउने मान्छेको अभाव। कसले सिकाउने, कसरी सिकाउने? यी त वास्तविक समस्याहरू भए। त्यसो भए समाधानतिर पनि केही सोचिएको छ कि केही उपायहरू छन्? छन् नि। एउटा त स्थानीय स्तरमै तालिमहरू चलाउनु पर्यो, लक्षित समूह बनाएर, जस्तै महिला दिदीबहिनीहरू, अलि उमेर पुगेकाहरू वा पहिलो पटक चलाउँदै गरेका युवाहरू, उहाँहरूलाई व्यावहारिक तालिम दिनु पर्यो। अनि अर्को महत्त्वपूर्ण कुरा, स्कुलको पाठ्यक्रममै आइसिटीलाई जोड दिने। तर त्यो किताब पढाए जस्तो मात्रै होइन कि प्रयोगात्मक, जीवनमा काम लाग्ने खालको बनाउनु पर्यो। अनि त्यो सिकाउने मान्छेको अभावको कुरा गर्नुभयो नि, त्यसलाई कम गर्न चाहिँ जस्तो अहिले त प्रविधि मैत्री सामग्रीहरू बनाउन सकिन्छ होला नि। एकदम। त्यो धेरै महत्त्वपूर्ण छ। अहिले युट्युब, टिकटक कति चल्छन्। त्यहाँ लोकप्रिय मान्छेहरूले सरल नेपालीमा डिजिटल सिप सिकाउने भिडियो बनाइदियो भने त धेरै मान्छेसम्म पुग्छ नि। हो त नि, सजिलै। अनि यसमा सरकारी निकाय र निजी क्षेत्रले पनि सहकार्य गर्न सक्छन्, तालिम दिने, सामग्री बनाउने कुरामा। राम्रो कुरा। ल मानौ डिजिटल साक्षरता हासिल भयो, अब त्यसको प्रयोग कसरी गर्ने त? ज्ञानलाई व्यवहारमा कसरी उतार्ने? त्यो स्रोतमा नेपाल अनलाइन सेवा भन्ने एउटा प्लेटफर्मको पनि कुरा थियो, होइन? हो, त्यो एउटा राम्रो उदाहरण हो। यस्ता प्लेटफर्मले चाहिँ त्यो सिकेको सिपलाई साँच्चै काम लाग्ने बनाइदिन्छन्। कसरी? के सेवा दिन्छ त्यसले? नेपाल अनलाइन सेवा जस्ता प्लेटफर्मबाट, मतलब घरमै बसेर अनलाइन श्रम स्वीकृति लिने, हो र पुलिस रिपोर्ट बनाउने, भिजाको लागि कागजपत्र मिलाउने, आइएल्स जस्तो परीक्षाको मिति बुक गर्ने, अनि त्यो खोप कार्डको क्युआर कोड चाहियो भने त्यो पनि निकाल्ने, यस्ता मतलब अत्यावश्यक सेवाहरू छिटो र सजिलै लिन सकिन्छ। वाह, यो त समय र झन्झट दुवै बच्ने भयो। त्यही त। अनि उनीहरूको WhatsApp नम्बर पनि दिएको थियो थप जानकारी चाहिएमा, +977 976 9389857 रे। भनेपछि सूत्र के भयो त भन्दा डिजिटल साक्षरता प्लस पहुँच प्लस यस्ता सहयोगी प्लेटफर्म्स इक्वल्स टु वास्तविक सशक्तिकरण, यस्तो देखियो। हो नि, एकदमै। अनि मूल सन्देश चाहिँ के हो भने यो डिजिटल प्रविधिदेखि डराउने होइन, यसलाई सिक्ने हो, अपनाउने हो। यो अब रहरको सिप रहेन, आधारभूत आवश्यकता नै भइसक्यो। अनि सिक्नलाई उमेरले छेक्दैन, जहिले सुरु गर्दा नि हुन्छ। एकदम सान्दर्भिक कुरा।
डिजिटल साक्षर बन्नु पहिलो पाइला भयो, महत्त्वपूर्ण पाइला। तर यहाँनिर एउटा प्रश्न पनि उठ्छ के प्रश्न? ल, हामी साक्षर भयौं, तर यो साक्षरतालाई अहिले जताततै फैलिएको गलत सूचना, अनलाइन अफवाह अनि त्यो डिजिटल ठगीहरू छन् नि, छ नि, हो त्यसबाट जोगिन चाहिँ कसरी प्रयोग गर्ने? के डिजिटल दुनियाँमा स्मार्ट हुनु भनेको खालि एप चलाउन जान्नु मात्रै हो, कि हामीले जे देख्छौँ पढ्छौँ त्यसलाई अलि आलोचनात्मक नजरले हेरेर सत्य के झुट के भनेर छुट्याउन सक्नु?